नयाँ ठाउँको वेदर पनि अचम्मकै लागिरहेछ। बिहान यो 9 बजेतिरको समय हो अनि यति धेरै शीतले लछप्पै छ। दिनमा 30-31 डिग्री अथवा 33 डिग्रीसम्म भए पनि राति चाहिँ 13-14 डिग्री सम्म टेम्परेचर ड्रप हुन्छ अनि त्यही भएर बिहान बेलुका चाहिँ एकदमै चिसो छ अनि दिउँसो चाहिँ फेरि टन्टलापुर घाम लागेर गर्मी नै हुन्छ। आज चाहिँ मैले बल्ल बल्ल साग रोप्ने प्लान गरे। अब फेरि दिउँसोको घामले गर्दा यो राम्रो हुन्छ कि हुँदैन थाहा चाहिँ छैन, तर पनि सुरुवात त गर्नै पर्यो किनभने अब अप्रिल पनि सकिने बेला नै भइसक्यो। साग रोप्नलाई लगभग ढिला नै भइसक्यो। यहाँ चाहिँ मैले पहिलेदेखि नै सागको बिरुवाहरू तयार गरेर राखेको छु। अहिले यो गार्डन बेड चाहिँ मैले अलिकति पार्सल सेड हुने ठाउँमा रेडी गरेर राखेको छु। जस्ट इन केस घाम चर्को भइहाल्यो भने पनि पार्सली मात्रै घाम परोस् र अरू बेला शीतले गर्दाखेरि चाहिँ यो सागहरू राम्रो गरोस् भनेर। र यो मैले निकै गमलाहरूमा सागको बिरुवाहरू रेडी गरेको छु जुन चाहिँ आज मैले अब यहाँ सार्दैछु। यिनीहरू निकै नै स्टाब्लिस भइसक्यो यो सागहरू। अब यिनीहरूलाई चाहिँ सारिसकेपछि मजाले फस्टाएर आउँछ भन्ने मेरो होप हो। गमलाबाट एक एकवटा गर्दै सागको बिरुवा उखाल्दाखेरि साग चुटिन्छ कि भनेर मैले चाहिँ गमलालाई नै यसरी अपसाइड डाउन गरेर निकाले। त्यसपछि चाहिँ यसरी सागहरू सरक सरक निकाल्दै रोप्नलाई पनि सजिलो भयो र खासै त्यो जराहरू ड्यामेज पनि भएन। त्यसपछि त्यति भइसकेपछि अब यो पानी हाल्दै गएपछि विदाउट एनी डिले हैन साग चाहिँ सरेर राम्ररी फस्टाउन पनि थाल्छ। अनि त्यसपछि मैले यो गार्डन बेडमा अलिअलि थुङ्गे फुलको बिरुवाहरू पनि सारेको छु, दल राखेको छु। त्यसको कारण चाहिँ थुङ्गे फुलले गर्दा चाहिँ अरू लाइहरू लाग्नलाई कम गर्छ भनेर हो। बन्दै त गराउँदैन तर कम चाहिँ गराउन सक्छ। यहाँ चाहिँ विभिन्न खालको सागहरू छ। मैले स्पिनिच राखेको छु, यो चाहिँ हाम्रो नेपाली रायो हो। त्यस्तै चोयहरू पनि छ जुन चाहिँ चाइनिज सागहरू पनि भनिन्छ। त्यसपछि यहाँ अनलाइन किनेको सागहरू पनि छ अनि यहाँ एउटा टमाटर पनि रहेछ। अब हुन चाहिँ यसमा अहिले मैले अलिकति पातलो नै रोपेको छु। यो सर्दै गएपछि अरू पनि थप्दै जानुपर्ने हुन्छ हुन चाहिँ, तर पनि हेर्दै जाउँ के कस्तो हुन्छ। अब यो गार्डन मैले अहिलेलाई चाहिँ भरिसकेँ तर म पछि अरू पनि थप्दै जाने नै छु। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।